हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो छिमेकी धनी कुमारी ओली आन्टीको गहुँ काट्नको लागि हामी चाहिँ सल्यान जिल्लाको शिवगुफा नजिकै चिसापानी गहुँ काट्न आइरहेका छौँ। बिहानै 5 बजेदेखि लगातार गहुँ काटिसकेपछि हामीले यति बेला खाना खाइरहेका छौँ। खाना खाइसके पश्चात हामीहरू चाहिँ पूर्ण गहुँ काट्न लाग्यौँ। गहुँ काटिसकेपछि त्यसको केही 3 बजेतिर चाहिँ दिउँसोको 3 बजे हामी चाहिँ खाजाको रूपमा बहिनी लक्ष्मीले चाहिँ हामीलाई चटपटी बनाएर खुवाइरहेकी थिइन्। त्यस पछाडि फेरि हामी पुनः गहुँ काट्न लाग्यौँ। गहुँ काट्दै थियौँ र काटिसके लगत्तै चाहिँ बेलुका करिब 6 बजेतिर चाहिँ हामीले गहुँ काटेर भ्याएका थियौँ। अनि त्यस पछाडि चाहिँ हामी पूर्ण गहुँ काटिसकेपछि खाना खान थालिरहेका छौँ। बेलुका 6 बजिसकेको छ यति बेला। 6 बजिसकेपछि हामीले चाहिँ खाना खायौँ। त्यहाँ बेलुकाको खाना चाहिँ हामीले आज 6 बजी आन्टीको त्यहाँ दाजुको घरमा चाहिँ बनाउनु भएको रहेछ। हामीले त्यहाँ दाजुको घरमा चाहिँ रोटी खानेले रोटी, भात खानेले भात खायौँ।